पनि यहाँ बढी चासो दिनुभएको छ। त्यस हिसाबले उहाँले के कस्ता पहिला आउँछ कस्ता किसिमका क्राइटेरियाभित्र हामीले यहाँ छनौट गर्नुपर्छ भन्ने कुराहरू पनि सबैलाई सबैलाई अवगत गराउनको लागि हामीले यहाँ चलाएको हामीले विभिन्न ठाउँमा गएर योजना छनौट गरेका छौँ। त्यो योजना छनौट गर्ने क्रममा योजना धेरै 65 लाख विकास निर्माण छौँ। अहिले 70 लाख सिलिङ पाएका छौँ। 70 लाख सिलिङमा हामीले सञ्चालन खर्च र अन्य चालु खर्च बाहेक हामीले लगभग 60 लाखको सिलिङ विकास सिलिङ बनाउनुपर्छ। त्यो हिसाबले हामीले विकास सिलिङ भन्दाखेरि यस्ता क्राइटेरिया हामीले योजनामा दिएको छ। पहिलो क्राइटेरिया के छ भने कक्षा जस्तै हामीले 50 लाख 10 लाख 1 लाखको योजनाहरू रचना नगर्नु विकास व्यवस्था बढी तत्त्वमा सरलीकरण सुधार गर्दा विभिन्न अंशको विशेष उत्पादन गरेर विभिन्न कृषिहरूमा प्रदर्शन गरेर एक तहमा आर्थिक विकासतर्फ कृषि पर्यटन सहकारी विदेशहरू बनाउने सामाजिक विकासतर्फ शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाइ संस्कृति प्रवर्धन खेलकुद तथा मनोरञ्जन लैङ्गिक समता र तथा सामाजिक समावेशीकरण र सिँचाइ पूजा तथा साना आदि वन तथा संरक्षण जलाधार संरक्षण वातावरण संरक्षण जलवायु परिवर्तन सौर मैदा तथा घर व्यवस्थापन जल उत्पन्न प्रकोप नियन्त्रण विपद व्यवस्थापन प्रवाह शासन सामान्य सेवा सुरक्षा व्यवस्थापन श्रम पञ्जीकरण बाटो व्यवस्थापन छ, बाटो भत्किएको छ। हिजोहरू मैले लगभग 2 महिना 6 महिनादेखि पोस्ट गरिरहेका छु र वडाले वास्ता गरेको छ, नगरपालिकाले वास्ता गरेको छ। त्यसमा कुनै पनि छैन। भिडियो पोस्ट गरेको छ, सबैले हेरेका छन्। तर त्यसको के त प्रक्रिया के गरी समाधान गर्ने, दुर्घटना कसरी घटाउने कुनै पनि वडाले पनि हेरेको छैन, नगरपालिकाले पनि हेरेको छैन। र बाटो अतिक्रमणको भिडियो पनि मैले उनीहरू पोस्ट गरेको छु। यहीँ पनि वडा कार्यालय यहीँ छ, त्यही अगाडि मैले वडा बसेर पनि देखाएको छु। एउटा गाडी आउँदा गाडी छिनी ठाउँ छैन, त्यही ढुङ्गाको थुप्रो छ, खुट्टाको थुप्रो छ। त्यो वडा बसेर पनि जानकारी गराएको छु। जुन यो अहिले मैले बजेट सम्पूर्णमा देखेको छु विपद व्यवस्थापन सरसफाइमा पनि बजेट उठ्याएको छ। जब हात्तीले आतङ्क मचायो, त्यत्रो नोक्सान भयो, वर्ष नगरपालिका जसलाई जुन व्यक्तिको क्षति भएको छ, जसलाई 25,000 दरले वितरण गरेको छ नगरपालिकाले भने हाम्रो नगरपालिकाले एउटा टचलाई माग वितरण गर्नका निमित्त अहिले वडासँग खुट्टा धोनुपर्ने अवस्था किन आइरहेको छ? लड्नु परिरहेको छ। एउटा टच लाइटको लागि पनि जुन छिमेकी नगरपालिकाले दिइरहेको छ, जुन टचको घर भत्काएको छ, आगो लागिरहेको छ, हात्तीले आतङ्क मचाएको छ, क्षति पुर्याएको छ, सबै 25,000 दरले वितरण गरेको छ। पर्वत नगरपालिकाले पनि हामीले किन गर्न सक्दैन? किसानको हकको लागि भनेर यहाँ यो किताबमा मात्रै राख्ने हो कि व्यापारीमा पनि चाहिने हो? यो पनि एउटा सोच्ने विषय छ। यो किताबमा मात्रै राखेर भएन, शिक्षामा पनि त्यही गएको छ। त्यो शिक्षामा पनि अब सुधार भएको सुनिरहेको छ। भौतिक संरचनाहरू पनि निर्माण भएको छ। सहरी विकासबाट होस् भन्ने होस्, त्यहाँबाट फेरि राम्रो काम भएको छ। विकास निर्माण हुनु एकदम राम्रो कुरा हो। त्यो सँगसँगै सुधारका शैक्षिक सुधारहरू अब हाम्रो हजुरबाबुदेखि त्यसले पढेको तल निर्वाह पनि त्यही छ। अहिलेको पाठ्यक्रमहरूमा पनि त्यही छ। विदेशमा के छ? सानैदेखि अब शैक्षिक आफ्नो देश त गइराखेको छ, त्यसमा पनि टेक्नोलोजी पनि सिलाइराखेको छ। उसलाई नेपाली पढ्दै केही सबले कमाइराखेको पनि छ। त्यो किसिमको हामीले अब शिक्षाको प्रणाली पनि अलिकति परिवर्तन गरेर यो हाम्रो स्थानीय तहैबाट परिवर्तन गरेर गयो भने त्यसमा पनि धेरै सुधार हुन्छ। अहिले यो मैले देखेँ, भर्खरै देखेँ, यो बलप नगरपालिकाले पनि गरिरहेको थियो र यो अहिले हाम्रो वडामा पनि आइपुगेको छ। यो ब्युटिसियन यो ब्युटी पार्लर सङ्गीत तालिम यो पनि एउटा सिपमूलक जुन अब यहाँ स्थानीय दिदीबहिनी आमा जो हुनुहुन्छ सिकिराख्नु भएको छ। उहाँले जुन यो शिक्षा पाएपछि त्यसरी अब मैले शिक्षा पाएँ भत्ता पाएँ भनेर त्यसलाई त लिन छोडिदिन गर्नु त्यसमा राज्यको पनि खर्च छ, हाम्रो पनि खर्च भएर
तपाईँहरूले यो सेवा सुविधाको फाइदा लिनु भइरहेको छ। यसलाई प्रयोगमा ल्याएर पनि आय आर्जन गरेर आफूमा पनि एक सक्षम भएर पनि देखाउनु पर्ने अवस्था देखिएको छ। भाइबहिनीहरू को हुनुहुन्छ यहाँ सिक्ने उहाँलाई पनि यो आग्रह अनुरोध छ कि यो भत्ता पाइहालेँ, मैले यो आफ्नो मेथी लगाइहालेँ, मैले यो आएको सामानले मेकअप गरिहालेँ, त्यो सोचाइको साथसाथमा त्यसले म केही गरेर खान्छु, मलाई भविष्यमा गएर केही गरेर खान्छु भन्ने हिसाबको मानसिकता बनाएर अझै पनि यस्ता कार्यक्रमहरू आओस्। उहाँले टेक्निकल क्षेत्रमा ध्यान दियोस् विशेष गरी जुन यो किसानको लागि भनेर यो प्रोजेक्ट छुट्याएको छ, सरसफाइ भनेर छुट्याएको छ। सरसफाइ मैले कहीँ पनि देखाएको छैन है। अहिले यो पोस्ट बनाएर यो शहीद स्मारक मैले 4 महिना अगाडि पोस्ट बनाएर छु। पिपलको बोटले शहीदको मुखमाथि उभिरहेको छ। त्यो पोस्ट हेरिराख्नुपर्छ, वडा अध्यक्षले पनि हेर्नु भएको छ। तर कुनै पनि प्रतिक्रिया छैन। त्यो वरिपरि जुन भवन उद्घाटन छ यो सामाजिक यो शहरी विकास निर्माण गरेको त्यतिखेर पुरा धुलो लाएर सफा भएको थियो। त्यो मैले कुनै पनि कार्य आफूले गरेको आफ्नो नगरपालिकाले गरेको कार्यको क्रिएट गरेको होइन। यो कार्य भनेपछि बजेट छुट्याएर राखेको छ, किताबमा मात्र राख्ने कि सरसफाइ पनि गर्ने वडालाई त्यसमा पनि विशेष ध्यान दिन सूचनाहरू प्रदान गर्न पनि सजिलो भयो र हामीले स्वास्थ्य चौकीबाट फलोअप गर्ने समाजभित्र चिजहरूलाई हामीले प्रभाव गर्न सजिलो हुन्छ। कम्तीमा क्रिया खर्च भनेर पनि हामीले जुन गरेका छौँ त्यो चिजलाई चाहिँ हाम्रो वडा कार्यालयबाट चाहिँ सबभन्दा मेन पोइन्ट भनेको हामीले पटक पटक भनेको छौँ। सम्पूर्ण धेरै ठाउँमा हामीले के भनेको छौँ, स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वयं आफैले काम गरेर उहाँहरूलाई तलब पनि हुँदैन, केही पनि हुँदैन। तर वडा र नगरबाट अलिकति छारी मात्रै हालिदियो भने म भन्छु महिला स्वास्थ्य स्वयंसेविकाको काम अन्य क्षेत्रमा अन्य ठाउँमा बिना तलब कर्मचारीहरूले गर्नलाई असम्भव हुन्छ। त्यही कारणले म स्वयंसेविकाहरूको तर्फबाट उहाँहरूले पाउने एउटा आमा समूहको लागि चाहिँ अलिकति भए पनि रकम उपलब्ध गराएर उहाँहरूको मनोबल बढाइदिनुको लागि मैले वडा कार्यालयप्रति एउटा चाहिएको। अर्को कुरा हामीले हामीलाई अवगत के गराउन चाहन्छु भने यो हरिपुर वार्ड नम्बर 1 को भौगोलिक क्षेत्र हरिपुर नगरपालिका वार्ड नम्बर 1 को हरिपुर नगरपालिकाको 40% भूभागको बढिएको छ। 60% भूभागमा 8वटा वार्डहरूको भूभाग पर्छ भने हरिपुर वार्ड नम्बर 1 को भूभाग चाहिँ 40% बढिएको छ। र यो बजेट सिलिङको उहाँले वडा छुट्ने कुरा गर्नुभयो। आज म उहाँलाई एउटा सुझाव के दिन सक्छु भने उहाँले यो जनसङ्ख्या र भौगोलिकको आधारमा बजेट वितरण हुन्छ सङ्घर्ष यो कुरो प्रश्न छ। हामीले बोर्डिङ खानपानीलाई बोर्डिङ पठाएका छौँ जुन भनेको यो हामीले सेवा तर अहिलेसम्म बुझाइमा सक्ने परेर त हामी लागेको छैन। र फोकस गर्दाखेरि हाम्रो चाहिँ कृषि प्रधान देश भएको हुनाले चाहिँ सिँचाइ गर्न पायो भने विद्युत बिना पनि सिँचाइ गर्न सकिन्छ भन्ने कुरा त्यसै गरी हरिपुर नगरपालिका 1 नम्बर वडा कार्यालय आगामी वर्षको योजना निर्माण कार्यक्रममा उपस्थित भएका यस कार्यक्रमका सभापतिहरू हाम्रा आदरणीय त्यसै गरी यस वडामा विभिन्न कार्यकालहरू गर्न साथ 8 महिना मौका मैले पाएको छु। यो वडामा पर्ने एउटा माध्यमिक विद्यालयको सहको अफिसरले विद्यालयमा हुने गतिविधिहरूलाई निहाल्दाखेरि केही छोटो समयमा गर्ने सुधारका प्रक्रियामा विद्यालय अगाडि सरिसकेको छ। अगाडि हाम्रो सहरले पनि करिन्दा जोड्नुको धेरै खुसी लागेको छ। केही सुधारका प्रयासहरू भएको छ तपाईँको सम्म पनि जोड्न पनि चाहे समयको परिवेशलाई बुझ्दै मेयरले यस वर्षबाट शिक्षक लगको विद्यार्थी लगको जस्ता गतिविधिहरू सञ्चालन गरेका छौँ। त्यसले विद्यार्थीलाई ट्र्याकिङ गरिरहेको छ। हामीले योभन्दा अगाडि गरेका गतिविधिहरूमा विद्यार्थीहरूले